टेन्स काल हो। आज हामीले टेन्सको बारेमा जान्नेछौँ है त। भिडियोलाई सुरु गर्नुभन्दा अगाडि भिडियोमा एक लाइक गर्नुहोला र हाम्रो इन्टरनेसनल डिक्सनरी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। टेन्सको अर्थ हो काल वा समय। यसले कार्य, एक्सन र घटना, इभेन्ट भएको समयलाई जनाउँछ। टेन्स तीन प्रकारका छन्। टाइप्स अफ टेन्स: प्रेजेन्ट टेन्स वर्तमान काल, पास्ट टेन्स भूतकाल, फ्युचर टेन्स भविष्यत काल। प्रेजेन्ट टेन्स वर्तमान काल। वर्तमान कालले अहिलेको समयमा काम हुन्छ, भइरहेको छ र भएको छ भन्ने जनाउँछ। यस काललाई पनि चार भागमा बाँडिएको छ। सिम्पल प्रेजेन्ट टेन्स सामान्य वर्तमान काल। यस टेन्सका क्रियाहरूमा बी को इज, एम, आर, ह्याभ को ह्याभ ह्याज तथा डु को डु डज को प्रयोग हुन्छ। यी बाहेक अरू क्रियाका मूल रूपमा एस वा इएस थपिन्छ। स्ट्रक्चर: सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट। फर इक्जाम्पल, इज दिस योर पर्स? के यो तिम्रो पर्स हो? एस, इट इज माइन। हो, यो मेरो हो। हु आर यु? तिमी को हो? आई एम अ स्टुडेन्ट। म विद्यार्थी हुँ। नम्बर सेकेन्ड, प्रेजेन्ट कन्टिन्युस टेन्स अविच्छिन्न वर्तमान काल। अविच्छिन्न वर्तमान कालमा इज, एम, आर सित बिफोर आइएनजी रूप थपिन्छ। स्ट्रक्चर: सब्जेक्ट प्लस इज, एम, आर प्लस बिफोर प्लस अब्जेक्ट हुन्छ है। फर इक्जाम्पल, आर यु इटिङ नाउ? के तिमी अहिले खाइरहेछौ? एस, आई एम इटिङ। हो, म खाँदैछु। वेयर इज सी गोइङ? ऊ कहाँ जाँदैछ? सी इज गोइङ टु अफिस। उनी कार्यालय गइरहेको छिन्। प्रेजेन्ट पर्फेक्ट टेन्स पूर्ण वर्तमान काल। पूर्ण वर्तमान कालमा ह्याभ ह्याज सित भर्बको इडी, डी वा एन रूप थपिन्छ। स्ट्रक्चर: सब्जेक्ट प्लस ह्याज प्लस V3 प्लस अब्जेक्ट। फर इक्जाम्पल, ह्याभ यु गोन टु टेम्पल? के तिमी मन्दिर गएको छौ? यस, आई हेभ गोन। हो, म गएको छु। नम्बर फोर्थमा रहेको छ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स अविच्छिन्न पूर्ण वर्तमान काल। अविच्छिन्न पूर्ण वर्तमान कालमा ह्याभ ह्याज प्लस बिन सित भर्बको आइएनजी रूप थपिन्छ। स्ट्रक्चर: सब्जेक्ट प्लस ह्याज ह्याभ प्लस बिन प्लस बिफोर प्लस अब्जेक्ट। फर इक्जाम्पल, वाट हेभ यु बिन डुइङ सिन्स 5 o'clock? तिमी 5 बजेदेखि के गरिरहेका छौ? आई हेभ बिन रिडिङ दिस डायरी सिन्स 5 o'clock। म 5 बजेदेखि यो डायरी पढिरहेको छु। पास्ट टेन्स भूतकाल। भूतकालले बितेको समय जनाउँछ। भूतकाललाई पनि चार भागमा बाँडिएको छ। सिम्पल पास्ट टेन्स सामान्य भूतकाल। सामान्य भूतकालका क्रियाहरूमा बी को वाज वेयर, ह्याभ को ह्याड तथा डु वा डिड प्रयोग गरिन्छ। त्यसै गरी मूल क्रिया म्यान भर्बमा डी, इडी थपिन्छ। स्ट्रक्चर: सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट। फर इक्जाम्पल, वेयर वेयर यु एस्टरडे? हिजो तिमी कहाँ थियौ? आई वाज एट बस स्ट्यान्ड। म बस बिसौनीमा थिएँ। डिड यु गो टु स्कुल एस्टरडे? के तिमी हिजो विद्यालय गयौ? एस, आई वेन्ट टु स्कुल एस्टरडे। हो, म हिजो विद्यालय गएँ। नम्बर सेकेन्डमा रहेको छ पास्ट कन्टिन्युअस टेन्स अविच्छिन्न भूतकाल। अविच्छिन्न भूतकालले बितेको समयमा काम भइरहेको तर कार्य पूर्ण नभएको भन्ने जनाउँछ। स्ट्रक्चर:
सब्जेक्ट प्लस वाज वेयर प्लस भिपो प्लस अब्जेक्ट हुन्छ है। फर एक्जाम्पल वेयर वेयर यु गोइङ यस्टरडे, तिमी हिजो कहाँ जाँदै थियौ। आई वाज गोइङ टु मिट माई सिस्टर, म बहिनीलाई भेट्न जाँदै थिएँ। वेयर यु नट गोइङ टु सिनेमा, के तिमी सिनेमा जाँदै थिएनौ। नो आई वाज गोइङ टु स्कुल, म विद्यालय जाँदै थिएँ। नम्बर 3 मा रहेको छ पास्ट पर्फेक्ट टेन्स, पूर्ण भूतकाल। पूर्ण भूतकालले बितेको समयमा काम पूरा भइसकेको भन्ने जनाउँछ। स्ट्रक्चर सब्जेक्ट प्लस ह्याड प्लस भित्री प्लस सब्जेक्ट। यहाँ भित्री भन्नाले पास्ट पार्टिकुलरलाई जनाउँछ। फर एक्जाम्पल ह्याड यु सिन माई गट, के तिमीले मेरो बाख्रालाई देखेको थियो। नो आई ह्याडन्ट सिन योर गट, होइन मैले तपाईँको बाख्रा देखेन। ह्याड यु नट गोन टु सिनेमा एस्टरडे, के हिजो तिमी सिनेमा गएको थियो। नो आई ह्याडन्ट गोन टु सिनेमा एस्टरडे, होइन हिजो म सिनेमा गएको थिएन। नम्बर 4 मा रहेको छ पास्ट पर्फेक्ट कन्टिन्युअस टेन्स, पूर्ण अविच्छिन्न भूतकाल। पूर्ण अविच्छिन्न भूतकालले बितेको समयमा कुनै काम पहिलेदेखि नै हुँदै थियो वा गरिँदै थियो र सिद्धिसकेको थिएन भन्ने जनाउँछ वा बुझाउँछ। स्ट्रक्चर सब्जेक्ट प्लस ह्याड प्लस बीन प्लस भिफो प्लस अब्जेक्ट हुन्छ है। फर एक्जाम्पल ह्याड यु बीन स्टडिङ फर लास्ट 2 आवर्स एस्टरडे, के तिमी हिजो अन्तिम 2 घण्टादेखि पढ्दै थियो। आई ह्याड बिन स्टडिङ फर लास्ट 2 आवर्स एस्टरडे, म हिजो अन्तिम 2 घण्टादेखि पढ्दै थिएँ। आई ह्याड बिन प्लानिङ टु गो अ सिनेमा आफ्टर फिनिसिङ माई वर्क, म आफ्नो काम सकेर चलचित्र हेर्न जाने योजना बनाउँदै थिएँ। फ्युचर टेन्स भविष्यकाल। भविष्यकालले आगामी दिन वा समयमा गरिने क्रियाकलापहरूको बारेमा बताउँछ। भविष्यकाललाई पनि 4 भागमा विभाजन गरिएको छ। नम्बर 1 सिम्पल फ्युचर टेन्स, सामान्य भविष्यकाल। सामान्य भविष्यकालले अब आउने समयमा हुने कार्य सामान्य तरिकाले हुनेछ भन्ने बताउँछ। स्ट्रक्चर रहेको छ सब्जेक्ट प्लस स्याल विल प्लस V1 प्लस अब्जेक्ट हुन्छ है। फर एक्जाम्पल आई स्याल गो होम टुमारो, म भोलि घर जानेछु। माई मदर विल कम टुमारो, मेरो आमा भोलि आउनुहुन्छ। नम्बर 2 मा फ्युचर कन्टिन्युअस टेन्स, अविच्छिन्न भविष्यकाल। स्ट्रक्चर सब्जेक्ट प्लस स्याल विल प्लस बी प्लस भिफो प्लस अब्जेक्ट हुन्छ है। फर एक्जाम्पल ही विल बी प्लेइङ अ ड्रामा टुमारो, ऊ भोलि नाटक खेलिरहेको हुनेछ। आई स्याल बी वासिङ क्लोथेस आफ्टर दिस टाइम टुमारो, म यस बेला भोलि कपडा धोइरहनेछु। नम्बर 3 मा रहेको छ फ्युचर पर्फेक्ट टेन्स, पूर्ण भविष्यकाल। पूर्ण भविष्यकालले भविष्यको कुनै निश्चित समयमा काम पुरा भइसकेको हुनेछ वा गरिसकेका हुनेछन् भन्ने बुझाउँछ। स्ट्रक्चर सब्जेक्ट प्लस स्याल विल प्लस ह्याभ प्लस V3 प्लस अब्जेक्ट। फर एक्जाम्पल सी वोन्ट ह्याभ गोन, उनी गइसकेकी हुनेछिन्। दे वोन्ट ह्याभ अराइभ्ड बाई देन, तिनीहरू आइपुगिसकेको हुनेछन्। नम्बर 4 मा रहेको छ फ्युचर पर्फेक्ट कन्टिन्युअस टेन्स, पूर्ण अविच्छिन्न भविष्यकाल। पूर्ण अविच्छिन्न भविष्यकालले कुनै काम भविष्यको कुनै निश्चित समयसम्म पनि भइरहनेछ र काम पुरा हुने छैन भन्ने बुझाउँछ। स्ट्रक्चर
Subject plus shall will plus have plus been plus before plus object. For example, no, perhaps I shall have been staying in India next year. होइन, सायद म अर्को सप्ताह भारतमा बस्दै गरेको हुनेछु. By next year, they will have living with their parents. अर्को वर्षसम्म तिनीहरू त्यहाँ तिनीहरूको आमा बुवासँग बस्दै गरेको हुने छैन. ओके साथीहरू, आज हामीले जान्यौँ टेन्सको प्रयोग, फर्मुला र सिक्यौँ टेन्सको युजेजहरू पनि सिक्यौँ. यस्तै अरू सिक्नको लागि हाम्रो इन्टरनेसनल डिक्सनरी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला. ओके, हस् त, धन्यवाद.